गुड मर्निङ। अहिले चाहिँ 5 बज्दैछ हो। अनि म चाहिँ यहाँ अभिषेकको घरमा छु हामी हो। अनि अल्सो सोरुमको हालत चाहिँ यस्तो छ होइन टक्कै। एन्ड आज हामी चाहिँ कहाँ जाँदैछ भने डेनलुङ जाँदैछ। म अभिषेक रेजिना रियो एन्ड किम जाँदैछ हो। अनि अहिले चाहिँ अभिषेकको घरमा छु। सो आफ्टर लङ टाइम वेलकम टु माई भ्लग। हेलो गाइस, आफ्टर लङ टाइम रेजिना भन न बोला। हामी चाहिँ 4 बजे हिँड्नेवाला थियो तर अहिले 5:18 भइसक्यो। हामी यहीँनिर छ। सो गाइस आफ्टर लङ टाइम भ्लग गर्दैछु होइन। कस्तो कस्तो पो हुँदो रहेछ हो। यहाँनिर चाहिँ दादाको अचिभमेन्टहरू छ हो टक्कै दामी। यहाँ खतरा छ दामी। अहिले चाहिँ हामी यहाँ दामथाङ आइपुगेको छ होइन गाडीमा चढेर। अनि यहाँ चाहिँ रियो। वेलकम टु माई च्यानल ब्रदर। मैले चाहिँ गाइस अलिक माथि सुन्नु। घरमा चाहिँ खासैमा चाहिँ मलाई पर्मिसन पाएको छैन तर पापाले चाहिँ जा भन्नु भएर मात्रै गएको हो। गएको नगएको एउटै भइरहेछ तर विल ट्राई टु इन्जोय। ओके सो वी आर 5 members here and अभिषेक किमे अभिषेक रेजिना मी एन्ड मिस सुमित्रा। So I'm this here, is the way. guys. This is the way. हो यहाँदेखि चाहिँ अब कहिले गएको छैन हामी। यो चाहिँ दामथाङ बजार हो। अँ अब चाहिँ यहाँदेखि उकालो जानुपर्छ। ओके अया तातो भएर हिँड्दैछ। सो हाम्रो के भन्छ हाइकिङ कि शेर्पा हेर्दा न सामान बोकेको। हाम्रो शेर्पा चाहिँ उयो सेकेन्ड नम्बर मोटे मोटे शेर्पा सामान चाहिँ। कम शेर्पालाई सामान कम। हामी चाहिँ यहाँ छ होइन गाइस। अब के हुन्छ हेर्दै गर्नुहोस् ल मेरो भ्लगमा है। आफ्टर लङ टाइम भ्लग गर्दैछु एन्ड आइ एम नट फिलिङ वेल अझै पनि। सो रियो माई ब्रदर यस्तो छ। वा हेर्नु सक्नुहुन्छ तपाईँले दृश्य है। गले देख्न सक्नुहुन्छ यो हात्ती के के भयो कस्तो हुँदैछ। हाम्रो हात्ती हो उसकोमा चाहिँ रेस्पोन्सिबिलिटी एकै दिनमा। सो गाइस अब हामी खोलाउँछ होइन पानी यसरी बोक्नुपर्छ। अभिषेक अभिषेक वेलकम टु माई च्यानल। सो अब हामी हिँड्दैछ होइन। यहाँ चाहिँ यस्तो बाटो रहेछ नि त म कहिले पनि आएको थिएँ। यहाँ चाहिँ हामी चाहिँ बाटोमा हात्ती हात्ती आम योर ह्युज फ्यान। बाटो देख्न सक्नुहुन्छ यस्तो छ होइन। ऊ हात्तीको टोइलेट रहेछ हात्तीको टोइलेट। हजुर हात्तीको टोइलेट भनेको त त्यही। बाटो चाहिँ हेर्न सक्नुहुन्छ यस्तो छ। हाम्रो चाहिँ यहाँ छ हो। हेलो गाइस भालु आएछ भने दाजुले चाहिँ खाइहाल्छ। ओ हात्ती हाम्रो सेतो कुकुर पनि छ हामीसँग आएको होइन। तल बजारबाट दामथाङ बजारबाट भेटेको। यस्तो छ प्लान सक्नुहुन्छ। हामीलाई मजा आउँदैछ हो। हात्ती कस्तो लाग्दैछ तपाईँलाई। क्यामेरा हटाऊ भाइ। म जिन्दगीमा बल्ल बल्ल क्यामेरादेखि टाढा अभिषेक अभिषेक हो रियो रेजिना। हात चाहिँ हेर्दा गाइस हेर्नुहोस् पुरा चिसो भइसक्यो। ओ माई गड हैन। सो गाइस हामी चाहिँ अब हेर्नु कति 20% हिँड्यो होला। किमे कति पर्सेन्ट हिँड्यो हामी अहिले कति पर्सेन्ट हिँड्यो 5%। हामीले त दामथाङ साइडबाट हिँडेको अब फर्स्ट टाइम एक्सपिरियन्स छैन है। सो 5% जति चाहिँ कभर गरिसकेको छ अरे हामीले। एन्ड यहाँ गाइस यहाँ हाम्रो साथी कस्तो मजाको है। दुईटामा डिफरेन्स देख्छ न दुईटामा आधी बाटो पुगेको छ होइन। यहाँ हात्ती यहाँ चिन्तला खाँदैछ हामी। यहाँ हात्ती
हात्ती रातो गाला भएर छ हात्तीको यो यहाँ छ सो म यहाँ छु होइन चिसो भएर छ वेदर कस्तो दामी भएर छ होइन अभिषेक हाई अभिषेक फोन चलाएको अनि यहाँ सुन्तला किलाउँछ यस्तो चिसोमा कसरी खानु फ्रिजमा लगाएको हाम्रो यहाँ सामान देख्न सक्नुहुन्छ अन्त यहाँ टक्कै कस्तो दामी गएपछि हामी होइन पुग्नु आँट्यो लगभग हेर्नुहोस् न कस्तो दामी चाहिँ यहाँनिर कस्तो दामी भएको रहेछ यस्तो बोकिरहेको छ होइन हामी पुग्यो यहाँले चाहिँ 2 जना छ घाम अलिअलि हामी पुग्यो होइन के भन्नु छ तपाईहरुलाई यहाँ भोक लागेर हत्ता हत्ता खाँदैछ रिजिनाले रियो तास्दैछ अभिषेक यहाँ हामीसँग यहाँ म्याम हो कि सर आउनु भएको छ वेलकम टु आवर जर्नी सर यहाँनिर पूजा गर्छ होइन तपाईँहरूलाई थाहा नै छ लेप्चा जातिले पूजा गर्नुहुन्छ यहाँनिर त्यानङको रुखमा होइन सो यहाँ देख्न सक्नुहुन्छ टावर हो यहाँनिर यो चाहिँ बेहाल भएर छ के लेखेर भित्र बाङबुङ पारिसकेको छ होइन यहाँ पनि बनाउँदैछ जस्तो लाग्यो यहाँनिर पहिला हामी आउँदा चाहिँ यहाँ सबै सफा गरेको थियो हेर्नु न मैला फ्याँके यस्तो चाहिँ नगर्नु पर्ने हो है यसला गाई रहेछ हेलो 3टा अब मैना लाइनमा बसिरहेको रहेछ गाई हेर्नु नि माया लाग्दो होइन मैना लाइनमा बसिरहेको छ हेर्नु न कस्तो क्युट हाई हेर्नु नि यहाँ चाहिँ हामी चाहिँ दाउरा खोज्नु जान्छ होइन हेर्नु नि यहाँ 2 जना यहाँको के भन्छ त्यो बाम्बो बोकेर एक खोकोरी बोकेर कस्तो दामी छ यहाँ सोलर प्यानल पनि लगाएको रहेछ यो त होइन यस्तो डस्टबिन राखिदिइरहेको छ र पनि छैन मान्छेहरू होइन यहाँ प्लास्टिकहरू मैलाहरू फ्याँकेर हो कस्तो गऱ्यो हेर्नु न कस्तो दामी छ हेर्नु नि यहाँ यस्तो छ मान्छेको दिमाग चाहिँ नि अझै हात्ती मिठो भयो भएन रहेछ भने त भाइ रियो हेर्नु म लास्ट पिसमा चाहिँ मिठो भयो भने मिठो भएन भन्छ अलिक माथि त हामी तेन्नुङ आइपुग्यो है रियो है हात्ती तेन्नुङ आइपुग्यो है हामी प्याज मसिनो 4 पाटे काटेको भए सजिलो हुन्थ्यो हाल्नु किम र मलाई दियो है है किम मलाई त खाइन्छ हामीलाई हेप्यो 3 जनाले हेप्दैछ पुरा बेसी मलाई त खानु मन त्यसरी पुग्छ जति मियोहरू खान्छन् भने गइट्ला कस्तो चार्जो भयो घाम त मजा आयो मैले यसको लागि सानो चम्ची दिएको थिएँ अहिले चाहिँ हामी यहाँ बसिरहेको छ होइन रेजिनाले त्यहाँ आगो फुक्दैछ यहाँ रियोले खाजा के भन्छ यहाँ अब अभिषेक दाले झालुट बनाउन आँट्नु भएको छ है सो तपाईँले रेसिपी उहाँकोबाट सिक्न सक्नुहुन्छ यहाँ हात्ती चाहिँ त्यस्तो हात्तीले रोटी लिएको हेर्नुहोस् न आमा उसको आमाले बोल्नु भएको अरे धन्यवाद आन्टी अब हाम्रो यहाँ चाहिँ दुध तातिँदैछ है एन्ड वी हेभ म्यानेज थिङ्स यहाँनिर अब स्टफ होइन यहाँ फायर छ हामीले यहाँनिर 2टा इँटा राखेर यहाँनिर जलाएको छ जसो तसो गरेर के भयो Baila conmigo bajo la luna, el ritmo calienta, siente la fortuna. De sol y fuego, pasión en la arena. Tu movimiento es pura
nuestra canción. Sun-kissed bodies dancing in the glow. Heat of the summer, letting it go. From the player to the disco lights, we keep it moving all through the night. Fuego, fuego, en el corazón. Fuego, mueve, bebé sin condición. La noche llama, siente la explosión. Fuego, fuego, nuestra canción. Feel the ocean, waves in the sound. Palms are swaying, let's get down. Dame tu mano, don't let. त्यस्तो लेखेको छ बेखत्ता बनिसकेको छ कस्तो बेसी लेखेको छ कि यहाँनिर के लेखेको यस्तो यस्तो दामी भ्यू देख्छ त यहाँबाट चाहिँ Oh my god. पारीबाट चाहिँ घाम झुल्किन्छ ल सुमित्रा हजुर यताबाट चाहिँ घाम झुल्किन्छ कहाँ ओ कति लामो यस्तो दामी हिमाल देख्नु पाउँछ यहाँबाट चाहिँ आमामा इस गाइस अब हामी यहाँदेखि निस्केको होइन कति बज्यो निलो भएकोमा हामी अब कति बज्यो पुरा गरम भयो 12:47 सो अब हामी निस्केको कतिमा मजा आयो हामीलाई सबैलाई मजा आयो सबै उफ्रियो होइन यहाँ हाम्रो डनहरू हुनुहुन्छ हो मजा आयो सो यहाँ स्टिल यस्तो दामी घाम लागिरहेको छ होइन सो तपाईँहरू कृपा गरी यो डस्टबिनमा मैलाहरू हालिदिनु होला यसरी नफ्याँकिदिनु होला हो यहाँ हाम्रो किम छ किम मजा आयो सबै मजा आयो कस्तो भयो एकदम दामी मजा आयो मजा आयो मजा आयो भन्नु किमको कपी गरेको यहाँ फोटो खिच्ने होला होइन लु किन पोर्ट्रेटमा खिचेको सो यहाँ फोटो सेसन हुँदैछ हो यहाँ चाहिँ यस्तो दामी भइरहेछ यो सुकेर होइन कस्तो दामी भइरहेछ म सबै ग्रुपमा पठाउँछु तर भरे एक निन्द्रा सुतेर टाउको मोर्न दुख्छ लास्ट अब यसैन मजा आयो आज चाहिँ एकदमै मजा आयो होइन अब हामी चाहिँ हिँड्दै जान्छ दामथाङ पुग्छ त्यहाँदेखि चाहिँ गाडीबाट जान्छ हो सो होप तपाईँहरूलाई भिडियो मनपर्छ होला होइन आफ्टर लङ टाइम बादमा चाहिँ भिडियो लगाउँदैछु होइन अनि त्यही हो मनपर्छ होला सायदै होइन अनि किप सपोर्टिङ मी एन्ड बाटो चाहिँ यस्तो छ यो है बाटो उता उता उपरबाट आएको हामी उपरको त्यो यही बाटो हो यो बाटो उपर त्यो टर्निङको फेद भयो नि ओ यो बाटो होइन यो भाडा त एकजना बोक्नु न म यो बोकिएको छु कालो छ गाइस यस्तो चाहिँ हालत चाहिँ नि अब के गर्नु हिँड्नु सक्नुहुन्छ बाटो पढेङको गाडी अब चिप्लिन्छ होला यो बाटो त हामी हो एन्ड हामी सबैजना यस्तो जङ्गलको बाटो हिँडेको छ होइन तर मजा आयो अझै ओभरअल भन्नुपर्दा हामी सबैजनालाई किन अब नेक्स्ट टाइम पनि आउनेछौँ मजा आयो मजा गऱ्यो हो म त निन्द्रा लागेर साह्रो पऱ्यो यहाँ छ बाटो यहाँनिर चाहिँ हिउँ पर्दाखेरि चाहिँ दामी हुन्छ अरे हो सो यहाँ छ यी कालो भाँडा बोकिरहेको छु यहाँ छ हाम्रो साथीहरू र हालत त्यस्तो भएको छ हेर बिहानदेखि हिँडेको म यहाँ छु अब यस्तो निन्द्रा लागिरहेछ मेरो पल्टने यस्तो निन्द्रा लागिरहेछ होइन
खुट्टाहरू जस्तो फुटे जस्तो भइरहेछ। रियो के भन्नु छ? मेरो ब्लगमा के भन्नु छ? रेजिनालाई धन्यवाद छ अन्तिमसम्म ब्लग हेरिदिनु भएको। योभन्दा बेसी बोल्नु छैन। अब घर जानुपर्छ। हुन्छ गाइस, अब यतिमै द एन्ड हुनेछ। यस्तो डर लागिरहेछ होइन। आज यहाँ बसेको मजा। तपाईँहरूलाई मन पऱ्यो होला मेरो ब्लग। So see you on next vlog. Till then, bye. Bye गरिदेऊ तिमी। Bye गरिदिनु। So guys, bye bye.